बौद्धको यो रेस्टुरेन्ट मलाई जस्तो धेरैलाई थाहा नै छैन होला। म बौद्ध नआएको धेरै भइसकेका थियो, त्यसैले आज नयाँ रेस्टुरेन्ट ट्राई गरौँ है त। जाने बित्तिकै आई वाज सक कि स्तूपा नजिकै यस्तो पिसफुल र ग्रिनरीले भरिएको ठाउँ छ भनेर। मैले यति धेरै खानेकुरा मगाए, इन्क्लुडिङ भुटानिज फुड, र यो मेरो पहिलो पटक थियो। भेज र ननभेज दुवै अप्सन थियो एन्ड फुड चाहिँ नेपाली क्युजिनसँग हल्का सिमिलर छ, बट टेस्टमा मसलाहरू चाहिँ कम युज हुने रहेछ। यो डिस त सेम सुकुटी जस्तै छ। मलाई एकदम मन परेको र मस्ट ट्राई दिस यो सामुदात्सी, जुन चाहिँ क्रिमी मसरुम हो, टोटली लाइक व्हाइट सस पास्ता। यहाँको ठुलो मोमो पनि ट्राई गर्नु होला, जुसी थियो। अर्को स्टार डिस भने फ्राइड राइस पनि हो, सबै फ्लेभरको मिक्स हुन्छ र एकदम फुलफिलिङ पनि छ। किमा नुडल्स चाहिँ ठिकै मात्र थियो, त्यस्तो वाउ लागेन। अनि स्याफालेको टेस्ट अलि मिठ थियो। फ्रेश जुस र रिफ्रेसिङ ड्रिंक्स पनि ट्राई गर्न सक्नुहुन्छ। स्पेशली भुटानिज फुड खानको लागि चाहिँ यो ठाउँ नछुटाउनु होला। यो रेस्टुरेन्ट एउटा गुम्बाले रन गर्ने रहेछ र बेस्ट पार्ट भनेको प्रफिट चाहिँ सबै गुम्बाको डेभलपमेन्टमा जान्छ। ठाउँको नाम चाहिँ नामदाग देचेलिङ रेस्टुरेन्ट हो, जुन स्तूपाबाट थोरै भित्र गएपछि पुग्नुहुन्छ।